एकचोटि सुन्नुहोस् न, पैसा छ? त्यो पैसा पर्सबाट झिकेर ल्याउन, त्यही पर्समा छ। हुन त यो 10,000ले आउने त केही होइन, त्यही पनि जसो तसो पुर्याउनु पर्ला। एकछिन पख। हेलो, ओ आमा बोल्नु भएको? के भयो? सन्चो भएन रे, पैसा चाहिन्छ। पैसा छैन भनिदिनुहोस्। हामीसँग त पैसा छैन। अस्ति भर्खरै कति पैसा छोरोलाई स्कुलमा फी तिर्नलाई पैसा भयो। हामीसँग पैसा कति पैसा छ? अलिकति आमालाई दिए भइहाल्छ। मसँग 5,000 जति छ। त्यही 5,000 रुपियाँले जचाउनु। सरकारी हस्पिटलमा जचाउनु नि, प्राइभेट हस्पिटलमा धेरै पैसा खर्च गरेर पैसा सिद्धाउने होइन। सरकारी हस्पिटलमा जचाउनुहोस्। फोन मेरो होइन, तिम्रो आमाले गर्नुभएको। तिम्रो आमालाई सन्चो छैन। मेरो आमाले पो गर्नुभएको फोन। कस्तो भयो है तेरी, कस्तो मिस्टेक भयो। मैले बढी बोलेँ कि क्या हो है तेरी। मैले बल्ल चिने। आफ्नो आमा र भन्दा सासु आमालाई तिमीले गर्ने व्यवहारै अर्को गर्दा रहेछ। आफ्नो आमालाई भन्दाखेरि सरकारी हस्पिटल, मेरी आमा बिरामी पर्दाखेरि सरकारी हस्पिटलमा जसो भन्ठानेको थियौ, अहिले आफ्नै आमालाई पर्दाखेरि प्राइभेट हस्पिटलमा जचाउनु पर्ने भन्दो रहेछौ। तिम्रो बानी व्यवहार कस्तो रहेछ भन्ने कुरो मैले आज तिमीलाई सजिलैसँग थाहा